साथीहरु हामीहरुलाई पर्पल लाइफमा कुनै न कुनै एजेन्सीमा जोइन हुन अति इम्पोर्टेन्ट छ। एजेन्सी भनेको चाहिँ एउटा कम्युनिटी जस्तै हो। यदि हजुरहरु चाहिँ राम्रो एजेन्सीमा चाहिँ जोइन हुनु भएको छ भने हजुरहरुले चाहिँ थुप्रै सपोर्टहरु पाउनुहुन्छ। लाइभ बस्दा गिफ्ट दिने लिनेदेखि लिएर तपाईको पैसा विथड्र गर्नसम्ममा धेरै हेल्प मिल्छ। अनि विभिन्न गेमहरु पनि एउटा एजेन्सीमा जोइन भएर हजुरहरुले लाइभमा खेल्न सक्नुहुन्छ। र हजुरहरु अरु मान्छेको ग्रुपमा चाहिँ जोइन हुनुभयो भने पनि तपाईहरुले चाहिँ चाँडै नै किक गरिदिहाल्छ। त्यसैले गर्दाखेरि तपाईहरु एउटा धेरै मेम्बर भएको राम्रो एजेन्सीमा जोइन हुन अति आवश्यक छ, जसले गर्दाखेरि चाहिँ हजुरहरुलाई चाहिँ लट अफ हेल्पहरु चाहिँ मिल्नेछ। हजुरहरु चाहिँ अरुको एजेन्सीमा जोइन हुन पनि सक्नुहुन्छ भने तपाईहरु आफै एजेन्सी क्रिएट पनि गर्न सक्नुहुन्छ। यो भिडियोमा चाहिँ म तपाईहरुलाई एजेन्सी बनाउने तरिका पनि सिकाउने छु। तर हजुरहरुले एउटा एजेन्सी क्रिएट गरेर मात्रै चाहिँ हुँदैन। एजेन्सी चलाउनलाई चाहिँ धेरै होस्टहरु हुनुपर्छ। यदि तपाईहरुसँग होस्ट छैन भने चाहिँ तपाईहरुले एजेन्सी बनाएको केही फाइदा हुँदैन। त्यसैले तपाईहरु यदि मेरो एजेन्सीमा होस्ट बन्न चाहनुहुन्छ भने चाहिँ हजुरको मोबाइल नम्बर र आईडी चाहिँ मलाई यो देखाएको अनि तपाईहरु चाहिँ मेरो एजेन्सीमा जोइन हुन चाहनुहुन्छ भने चाहिँ म मेरो भिडियोमा लिंक पनि राखिदिने छु। त्यो लिंकको थ्रु पनि तपाईहरु चाहिँ मेरो एजेन्सीमा जोइन हुन सक्नुहुन्छ, अथवा मेरो यो एजेन्सी आईडी रहेको छ तपाईहरु यो आईडीबाट पनि जोइन हुन सक्नुहुन्छ। तर तपाईहरुले एउटा कुरा ख्याल गर्नु होला, यदि तपाईहरु एजेन्सीमा जोइन हुनुहुन्छ भने चाहिँ तपाईहरुलाई एजेन्सी मन परेन भने चाहिँ तपाईहरुले चाहिँ 1 डे भित्र चाहिँ तपाईले क्विट गरिसक्नु होला। अदरवाइज तपाईहरुले पछिबाट क्विट गर्न चाहनु भयो भने चाहिँ धेरै समस्या हुन सक्छ। त्यसैले गर्दाखेरि मैले चाहिँ हजुरहरुलाई फर्स्टमै इन्फर्म गरिदिएको छु। हजुरहरु यदि अरुको एजेन्सीमा जोइन हुन चाहनुहुन्छ भने चाहिँ तपाईहरुले एजेन्सी कोड हाल्नु भयो भने यदि हजुरहरु मेरो एजेन्सीमा जोइन हुनु हुँदैछ भने चाहिँ हजुरहरुले एजेन्सीमा जोइन भइसकेपछि चाहिँ यो मेरो ले चाहिँ कपी गर्न सक्नुहुन्छ। कपी गरेर राख्नु भयो भने चाहिँ हजुरहरु पछिबाट लाइभ जाँदाखेरि धेरै सपोर्ट मिल्ने, त्यति मात्र नभएर हजुरहरुलाई विभिन्न खालको हेल्पहरु मिल्नेछ। अनि तपाईहरु पार्टीमा बस्दाखेरि पनि यो एजेन्सीको मान्छेहरु चाहिँ बस्न सक्नुहुन्छ है। त्यसैले तपाईहरुले आफ्नो नेम पनि रिनेम गर्नु होला। अनि अर्को कुरा, तपाईहरुलाई यदि आफ्नै एजेन्सी बनाउनु छ भने चाहिँ तपाईहरुले यो भिडियोलाई फलो गर्नु होला, म सिकाउने छु। र तपाईहरु यदि यो च्यानलमा फर्स्ट टाइम भिजिट गर्दै हुनुहुन्छ भने चाहिँ हाम्रो च्यानलमा सब्स्क्राइब गरेर पनि जोडिनु होला। र यदि तपाईहरुले पबबाट आजसम्म पनि पैसा कमाउनु भएको छैन भने तल कमेन्ट गर्नुस्, म हजुरहरुलाई धेरै टिप्सहरु दिनेछु।